हेलो साथीहरु, नमस्ते सबैजनालाई। म चाहिँ आज घर आइपुगेको चाहिँ 2 दिन भयो। अहिले चाहिँ म दाङ घोराही भन्ने ठाउँमा छु। भोलि घर जाँदै छु। भोलि या पर्सि पहाडतिर जाँदै छु र चाहिँ आजभोलि चाहिँ यहाँ एकदमै धान काट्ने प्रोग्राम चलिरहेको छ। यहाँ यतातिर पानीले गर्दा रोकिरहेको रहेछ। धान कटाइ भइरहेको छ साथीहरु। उपारी यहाँनिर चाहिँ एकदम रमाइलो गर्दैछन् है धान काट्ने दिदीहरूले। काटिसकेको रहेछ अनि यस्तो रहेछ हैन धान काट्ने। अब लगभग सुरु भइसकेको छ। सुरु भइसक्यो अस्ति नै पानीले गर्दा चाहिँ। यहाँनिर चाहिँ टमाटर खेती रहेछ। टमाटर रहेछ हैन छ एकजना दाइको। मलाई चाहिँ हामीले चाहिँ टमाटर खानलाई चाहिँ बजार जानु पर्दैन, कहीँ किन्नु पर्दैन, यहाँबाट बिल्कुल फ्रीमा पाइहाल्छ है साथीहरु। मेरो दाइको घर हो। आहा यस्तो छ। मेरो दाइले चाहिँ यता भाँडा माझ्दैछ हैन। के गरिरहेछ बड्डोले यार बसिरहेछ। ल एकदमै रमाइलो माहौल चलिरहेछ आजभोलि। के छ साथीहरु, सबैजना सन्चै आरामै हुनुहुन्छ होला हैन। यस्तै छ जिन्दगी हैन। अब दुःख सुख हैन भइरहेछ। म पनि अलिकति पीडित छु आजभोलि, किनभने चाहिँ मेरो शरीर एकदमै कमजोर भइरहेको छ। अलिकति ज्यान ज्वरोले गर्दा म लसिङमा गइरहेको छु हैन। पहिला हल्का हट्टाकट्टा थिए, आजभोलि बिल्कुल सानो भइसक्यो। हातखुट्टा नि यत्रो यत्रो हुन लागिसक्यो। अब ठिकै छ साथीहरु, यो चाहिँ मात्र सर्ट भिडियो हो है। ओके लेट्स सी। सबैजना साथीहरु चाहिँ भिडियोलाई हेर्दै गर्नु होला, माया गर्दै गर्नु होला हैन। शेयर सब्स्क्राइब के हुन्छ सब गरिदिनु होला। यहाँ एकजना हाम्रो भतिज पनि कहाँ हो रोल्पादेखि झरेछ के आज यार। ओके।